धनुषामा जुन हाम्रो खानेपानी सरसफाइ पर्यावरणको यो समस्याहरू, भौतिक संरचनामा रणनीतिक लगानीका कुराहरू र यहाँका सांस्कृतिक धरोहरको संरक्षणको सूचीकरणको कुराहरू, यो कुराहरूमा र विशेष गरी अर्को थप जनकपुर रेलवे र जनकपुर एयरपोर्टलाई अझै अत्यधिक रूपमा रणनीतिक रूपमा आर्थिक लाभ आउने गरी कसरी प्रयोग गर्न सकिन्छ, यो कुराहरू विशेष प्राथमिकतामा रहनेछ। तर राजनीतिमा हामीले एउटा कुरा बुझ्नुपर्ने के हुन्छ भने प्राथमिकताहरू सबै सधैँ यथावत रहिरहँदैन। चुनौती जसरी परिवर्तन हुन्छ त्यसरी प्राथमिकता पनि नयाँ थपिँदै जान्छ, हुँदै जान्छ। यो मेरो धनुषा केन्द्रित केही प्रतिबद्धताहरू हो। तर हामीले देशगत रूपमा जुन प्रतिबद्धताहरू भाषापत्रमा लेखिएका 100वटा बुँदाहरू, त्यो त यथावत यहाँको लागि पनि सान्दर्भिक भइ नै हाल्छ। मैले कतै पनि यो कुरा दाबी गरेको थिएन र छैन, आज पनि गर्दिनँ म, होइन। किनकि अहिलेको मेरो प्राथमिकता म कुन मन्त्री बन्छु भन्ने होइन। अहिलेको प्राथमिकता भनेको 2/3 बहुमतले कस्तो राम्रो क्याबिनेट बनाउँछ भन्ने हो। मभन्दा सक्षमहरू कोही आउनुहुन्छ, उहाँहरू लाइनमा हुनुहुन्छ भने हामीले त्यही प्रयास गर्ने हो कि उहाँहरूले डेलिभर गर्न हामीले सघाउने हो। त्यसैले गर्दाखेरि पुरानो राजनीतिक दल जस्तो चुनाव जित्न बित्तिकै शक्ति केन्द्रहरू धाएर मन्त्री पद पड्काउन पाइहाल्छ कि भनेर त्यो हामीले त्यो राजनीतिक अभ्यास गर्दैनौँ। जब मलाई मेरो नेताहरूले भन्नुहुन्छ, रवि दाई वा बालिनजीले भन्नुहुन्छ कि तपाईँ यता क्याबिनेटमा बसेर काम गर्नुहोस्, म आफ्नो बौद्धिक, मानसिक, शारीरिक रूपमा सक्षम छु। जुनसुकै एउटा पर्टिकुलर मन्त्रालय होइन, म विशेष केही मभन्दा सक्षम रहनुभएका डाक्टर स्वर्णिम वाग्लेहरूको जिम्मेवारीमा पर्ने मन्त्रालयहरू बाहेकको अरू जुनसुकै मन्त्रालय पनि हामी सम्हाल्न सक्षम छौँ। मभन्दा अरू सक्षम साथीहरू पनि हुनुहुन्छ पार्टीमा, म मात्र सक्षम होइन। त्यसर्थ यो एजेन्डामा म अहिले त्यति चर्चा गर्न आवश्यक ठान्दिनँ। अहिले सबै मत परिणाम पनि आइसकेको छैन, होइन। हामीहरूसँग कति सिट सङ्ख्या हुन्छ त्यो पनि थाहा भइसकेको छैन। त्यसैले त्यो सबै चिज होस् अनि नयाँ सरकार गठन होस्, त्योभन्दा अगाडि सदन गठन होस्, अनि त्यसपछि यसमा चर्चा गरौँला। हुँदै गर्दाखेरि तपाईँहरूले थाहा पाइ नै हाल्नुहुन्छ र तपाईँहरूको जुन कामना छ, तपाईँको प्रश्नमा पनि एक किसिमको शुभकामना लुकेको छ, त्यसप्रति म सम्मान राख्दछु। हेर्नुहोस्, गठबन्धन दुई किसिमको हुन्छ। एउटा सङ्ख्यागत गठबन्धन हुन्छ, अर्को सैद्धान्तिक गठबन्धन हुन्छ। योभन्दा अगाडि नेपाली काङ्ग्रेस र एमालेको भएको गठबन्धन कतै पनि सैद्धान्तिक थिएन, त्यो गठबन्धन सङ्ख्यागत थियो। त्यसैले हामीलाई सङ्ख्यागत गठबन्धन आवश्यक छैन, अब सायद नरहला। तर सैद्धान्तिक रूपमा हाम्रै परिवर्तनको एजेन्डामा कोही आएर समाहित हुन चाहनुहुन्छ भने हामी स्वागत पक्कै नै गर्नेछौँ। धन्यवाद।